हाउ डु यु डिफाइन क्वालिटी अफ लाइफ? अब त हामी कुनै पनि अलिकति गहिरो कुरामा छलफल गर्नुभन्दा पहिला त्यो टर्मलाई डिफाइन गरेर मात्रै कुरा अगाडि बढायो भने कुरा स्पष्ट हुन्छ क्या। अब जस्तो कि हामी चाहिँ एकदमै डेमोक्रेसी, लिबर्टी, होइन, सोसलिजम, कम्युनिजम एकदमै लुजली युज गरिरहेको छ नि यस्तो टर्महरू। अनि त्यो वर्डको मिनिङ केही वर्ष अगाडि अर्कै थियो, अहिले चाहिँ त्यो अब एज टाइम पास्ट त्यसको मिनिङ चाहिँ चेन्ज हुँदै आइरहेको छ नि त अहिलेसम्म। त्यो भएर अब एउटाको दिमागमा डेमोक्रेसीको मिनिङ एउटा छ, अर्कोको दिमागमा डेमोक्रेसीको मिनिङ अर्कै छ, होइन? मेरो कन्टेक्स्टमा मैले भन्नु पर्दाखेरि क्वालिटी अफ लाइफ भने कस्तो भन्छु भनेपछि मेन्टली स्ट्रेस फ्री लाइफ हुन्छ नि, जब फ्यामिलीसँग बस्न पाओस्, होइन, इन्जोय गर्न पाओस्, एभ्री फेस्टिभलहरू इन्जोय गर्न पाओस्, त्यस्तो लाइफ छ भने मैले क्वालिटी अफ लाइफ। तर अर्को चाहिँ हुनु के पर्यो भनेपछि कुनै पनि देशमा क्वालिटी अफ लाइफ भने हुनको लागि सबैभन्दा ठुलो कुरा भने हेल्थ राम्रो हुनु पर्यो, एजुकेसन राम्रो हुनु पर्यो, मान्छेहरू बेरोजगार हुनु भएन, काम पाओस् तिनीहरूले आफ्नो क्यापेसिटी अनुसार, होइन, काम गर्न पाओस्, त्यो चाहिँ हुनु पर्यो। कसको रेस्पोन्सिबिलिटी हो क्वालिटी अनुसार जब पाउने? गभर्मेन्टको। गभर्मेन्टले किन गभर्मेन्ट भनेको भनेपछि गभर्मेन्ट अथवा निजी क्षेत्रसँग कोलाबोरेसन गरेर तिनीहरूले जब क्रिएट गर्न सक्नु पर्यो। किनभनेपछि मलाई एउटा कुरा के याद छ भनेपछि जब जनयुद्ध सकियो, हाम्रो पूर्व प्रधानमन्त्री प्रचण्ड जब मान्छेहरूसँग फेस गर्न थाल्नु भयो, होइन, त्यो टाइममा भनेको के कुरा याद छ भनेपछि धेरै पहिला भनेको, होइन, मैले राम्रोसँग भन्न नसकौँला, होइन, नेपाललाई समृद्ध बनाउनलाई 4वटा ज काफी छ अरे कि। 4वटा जब काफी छ? 4वटा जहरू काफी छ अरे कि। के 4वटा जहरू? त्यसमा चाहिँ जमिन पर्छ अरे, जलस्रोत पर्छ अरे, त्यसपछि जलविद्युत, त्यसपछि जङ्गल। नेपालमा जङ्गलमा यस्तो खालको जडीबुटीहरू पाउँछ कि, होइन, तर त्यहाँ चाहिँ रिसर्च भइरहेको छैन, होइन, र मटेरियलहरू बाहिर गइरहेछ, त्यसपछि मेडिसिन बनेर नेपाल भित्रिन्छ। कति नेपाललाई कति नोक्सान भइरहेछ कि त्यो कुराबाट पनि कि सस्तोमा र मेटेरियल बाहिर पठाउने अनि आउने बेला चाहिँ अनि महँगो मेडिसिन किन्नु पर्ने। किन त्यस्तो भइरहेछ जस्तो लाग्छ? गभर्मेन्टको पोलिसी। इन्डस्ट्रियलाइजेसन छैन नेपालमा, इन्डस्ट्रीलाई फोकसै गर्दैन गभर्मेन्टले। के छ भनेपछि मान्छेहरूलाई बाहिर पठाउने रोजगारको लागि त्यहाँबाट रेमिट्यान्स भित्रिन्छ, त्यही रेमिट्यान्सले स्यालेरी वितरण गर्ने, होइन, आफूहरूले अब स्यालेरी पाउने, त्यस्तो छ कि। म चाहिँ हाम्रो पहिला नि धेरैचोटि कुरा भइसक्यो, होइन, दोषहरू चाहिँ सरकारलाई लाउने कुरामा चाहिँ म अलिकति सहमति गर्दिनँ नि त, होइन। यो चाहिँ सरकार चाहिँ सकेसम्म सानो हुनु पर्यो भन्ने विचारको मान्छे हो कि म चाहिँ, होइन। सधैँ सरकारलाई दोष दिइराख्दाखेरि चाहिँ जस्तो फर्स्ट टाइम अस्ट्रेलियामा ल्यान्ड हुने बित्तिकै, होइन, ओहो सरकारले कति म्यानेज गरेको जस्तो त्यस्तो फिल आउँथ्यो कि। किन हाम्रो दिमागमा यस्तो भरिदिएको थियो कि सानैबाट सरकार नै हो सबै कुरा गर्ने नै भन्ने जस्तो लाग्थ्यो कि। अब अहिले चाहिँ मेरो माइन्डसेट चाहिँ चेन्ज भएको छ एटलिस्ट त्यो कुरामा चाहिँ, होइन। म चाहिँ के बिलिभ गर्छु भनेदेखि चाहिँ सरकारको काम भनेको चाहिँ भौतिक पूर्वाधारहरू मात्रै, इन्फ्रास्ट्रक्चरहरू मात्रै, होइन, जस्तो बाटोहरू जुन सबैले सेयर गरिन्छ त हामीले, होइन। अब त्यो प्राइभेट कम्पनी एउटा कम्युनिटीले मात्रै बाटो बनाउन पोसिबल छँदैन कि, हाइवेहरू बनाउनु पर्यो। अब पोखरादेखि काठमाडौँको बाटो चाहिँ अब भनौँ न त्यो सरकारले बनाएको ठिक छ कि त्यो चाहिँ के हो। मैले चाहिँ सरकारलाई दोष दिनेको एउटा कारण के हो भनेपछि सरकारले अरू केही पनि गर्नु पर्दैन कि, पोलिसी एउटा बनाइदिए हुन्छ कि। जस्तै चितवनमा अहिले गौतम बुद्ध रङशाला बन्दैछ कि, क्रिकेट स्टेडियम बन्दैछ, त्यो बन्नको लागि सङ्घीय सरकारले बजेट पठायो त्यहाँको मेयरले के भन्यो भनेपछि हामीलाई त्यो बजेट कसरी खर्च गर्ने भनेर नीति नै भने होइन सरकारले, उनीहरूलाई कसरी काम गर्यो भने थाहा छैन, दोष दियो। उनीहरू चाहिँ त्यो डिरेक्सन फलो गर्ने बानी पर्यो, होइन। हामीलाई निर्देशिका नै आएको छैन माथिबाट, हामी चाहिँ कसरी काम सुरु गर्ने भन्ने भयो कि उनीहरूलाई। त्यो ल्याक अफ लिडरसिप भन्नुपर्छ त्यसलाई है। त्यो त हाम्रो फेलियर अफ एजुकेसन सिस्टम कि। म चाहिँ एकदम स्ट्रङली के बिलिभ गर्छु भनेदेखि चाहिँ, होइन, इयर 10 कक्षाभन्दा बढी पढ्नै पर्दैन क्या, होइन। हाम्रो त्यो इलेक्ट्रिक मोटर बनाउने कसले हो त्यो मैले थाहा भएन नाम, बेन्जामिन फ्र्याङ्कलिन होइन, इलेक्ट्रिक मोटर थोमस अल्वा एडिसन होइन, त्यो उसको नाम चाहिँ अलिकति हेरिदिइहालौँ न। भोल्टा होइन, फ्याराडे, माइकल फ्याराडे, माइकल फ्याराडे सायद उसले होला।
उनीहरू चाहिँ कहिले पनि स्कुल नै गएन कहिले पनि कि होइन अब त्यो चाहिँ अब प्रब्लम सल्भिङ स्किलहरू चाहिँ हामी सबैले त्यो हाम्रो जिनमै छ क्या सबै कुराहरू के अब्जर्भ गरेरै हामीले चाहिँ त्यो सिक्छौँ कि होइन मैले त्यही भन्छु कि उसले गर्न नखोजेको हो कि ब्लेम लगाएको भन्ने भयो कि त्यहाँको चाहिँ तत्कालीन मेयर भने चाहिँ रेणु दाहाल 8 वर्ष भइसक्यो उहाँले गर्नु काम गरिरहनु भएको त्यहाँ अब विकास पनि गरिरहनु भएको छ अरे होइन म त गएको छैन धेरै भयो बाटोघाटो राम्रो भइरहेछ अरे होइन सबै राम्रो भएको छ अरे तर त्यो आउँदाखेरि चाहिँ बजेट आउँदाखेरि उहाँको त्यो अभिव्यक्ति सुन्दाखेरि चाहिँ यो एक्सक्युज मात्र होइन र भन्ने भयो कि पैसा गइसकेको छ महानगरपालिकामा उहाँको आउने रेस्पोन्स आउँछ त्यो अभिव्यक्ति आएको रेणु दाहालबाट रिसेन्टली आएको यो चुनावभन्दा अगाडि उहाँले चाहिँ के भने के पैसा आछ हामीले कसरी खर्च गर्ने थाहा छैन हामीलाई गभर्मेन्टले भनेको छैन हामीलाई रे एउटा जुन चाहिँ एक्जिक्युटिभ मेम्बर हो कि त्यसो भने किन त्यो पद जिम्मेवारी लिएको त्यसो भन्दाखेरि चाहिँ के सोचेर गएको त नि त्यहाँ अब त्यही त हो नि अब राइट बाना राइट पर्सन अन राइट प्लेस भन्छ नि त्यो नभएकै जस्तो लाग्यो त्यतिखेर चाहिँ अलिकति स्याड पनि छ होइन अब स्कुल सिस्टमहरू चाहिँ हाम्रो अब डिजाइन टु बी बोरिङ खासमा त अब वर्करहरू प्रड्युस गर्ने बाटो हो नि त जुन एङ्ग्लो अमेरिकन एम्पायरमा छ नि त अहिले हामी जुन होइन सबै सिस्टम वहीँबाट आइरहेको छ कि हामी चाहिँ अमेरिकामा यस्तो भनेर हामीलाई चाहिँ सानोबाट मानसिकता यस्तो छ कि अमेरिकाकै फलो गर्नुपर्छ है अमेरिकामा यस्तो छ हामी यहाँ किन यस्तो भएन यहाँ यस्तो छ त्यो अमेरिका जस्तो हुनुपर्छ भन्ने जरुरत छैन नि त हामीलाई मलाई वी क्यान बी आवर अन नेसन यहाँ अस्ट्रेलियामा एउटा मन परेको कुरा के छ भनेपछि युनिभर्सिटीमा पर्सनलाइज टपिक हुन्छ कि टिचरले पढाउने कि त्यो जसले पनि एउटै सब्जेक्ट पढ्ने होइन कि त्यो टिचर केमा क्वालिफाइड छ त्यो इन्डस्ट्रीमा के काम लाग्छ त्यो अनुसार पढाउने अरू वायात कुरा पढ्नु परेन नि त आफूले जुन अप्लिकेबल छ जुन चाहिँ अप्लाई गर्न सक्छ त्यही पढ्ने अनि त्यो गएर इन्डस्ट्रीमा गएर काम गर्न पायो उसले त्यहाँ गर्दा गर्दै आफूले रिसर्च गर्छ होइन खोज्छ अनि इनोभेटिभ कामहरू गर्न सक्यो नि त त्यस्तो गऱ्यो भने त्यो चाहिँ मलाई सधैँ सानोमा लाग्थ्यो कि होइन सरकारले पैसा छापेर सबै जनतालाई बाँडिदिएको हुन्थ्यो नि त होइन त्यसो भने सबैजना धनी हुन्थ्यो होइन त्यसो लाग्यो तिमीलाई कहिले लाग्थ्यो मजाले छापे नि हुन्थ्यो नि भन्ने हुन्थ्यो नि अब कसैको कस्तो रहेछ भनेपछि त्यो टाइममा पञ्चायतकालतिर के कुनै घर जिमिनदारको घर हुन्छ नि त्यस्तोमा चाहिँ पैसा छाप्ने मेसिनै हुन्थ्यो अरे कि कोइनहरू छाप्ने कि कोइनहरू छाप्ने हुन्थ्यो अरे त्यो चाहिँ फर्जी कोइन कि होइन कोइनै छाप्थ्यो धेरै पहिला हुन्थ्यो अरे अहिलेसम्म छ अरे त्यो होइन अब त्यो त छाप्न नि पाएन होइन त्यो भन्थ्यो मलाई त्यो त अहिले मान्यतै नहुने होला अहिले चाहिँ मान्यता हुँदैन होला सायद किन त्यो पुरानो कोइन भयो अहिलेको नयाँ कोइन त्यसको भ्यालु पनि कति होला र एक सुकी होला कति होला त्यति बेला त 25 पैसा 5 पैसा त्यस्तो हुन्थ्यो नि त हामीलाई थाहा छ होइन 5 पैसा 25 पैसा आएको कि खेल्न जान्थ्यो नि त पहिला अनि त्यही त त्यो पैसा सरकारले छापेर सबै जनतालाई दिए हुन्थेन त जस्तो लाग्थ्यो मलाई सानोमा चाहिँ होइन अनि पछि चाहिँ अब अलिकति अब त्यो क्वेसन मैले सायद टिचरहरूलाई पनि सोधेँ होला सायद होइन अझै पनि त्यो बेलामा छोडिदिउँ अझै पनि स्कुलमा गएर यदि कोही स्टुडेन्टलाई चाहिँ होइन सरकारले पैसा छापेर सबैलाई दिए हुन्न र भनेर सोध्यो भने त्यो एन्सर दिन सक्ने सायद कोही पनि छ जस्तो मलाई लाग्दैन क्या स्कुलमा पनि होइन अनि त्यो एकदमै जेन्युन क्वेसन हो कि सबभन्दा पहिला किनकि हाम्रो इकोनोमिक सिस्टम जस्तो छ नि होइन त्यसले गर्दा स्टुडेन्टलाई होइन एउटा विद्यार्थीलाई सबभन्दा पहिला आउने जिज्ञासा नै के हो भन्दाखेरि चाहिँ पैसा छापेर सरकारले पैसा छापेर सबै जनतालाई बाँडे हुन्थेन त सबैजना धनी हुन्थ्यो नि त भने होइन त्यो एकदम इनोसेन्ट क्वेसन पनि हो हुन चाहिँ होइन तर एकदम जेन्युन क्वेसन हो कि त्यो चाहिँ फर्स्ट स्टेप अफ लर्निङ जस्तो लाग्छ मलाई चाहिँ त्यो क्वेसन सायद सबैको दिमागमा आएको पनि छ होला होइन त्यो एन्सर गर्न सक्ने कोही पनि छैनन् कि छैन अनि अर्को एउटा क्वेसन मलाई याद छ मैले टिचरलाई सोधेको पनि होइन अनि या त त्यो टिचरले मलाई अब बुझाउन सकेन त्यो बेलामा या त मैले बुझिनँ होइन अमेरिकाको रेट यति छ र अस्ट्रेलियाको रेट यति छ नेपालको एक्सचेन्ज रेट यति छ भनेर कसले तोक्छ भनेर त्यो कसैले तोक्छ होला नि त्यो कुरा होइन त्यो क्वेसन सोद्धाखेरि पनि अब त्यो चाहिँ फ्री मार्केटमा गएर चाहिँ त्यहाँ चाहिँ बाइङ र सेलिङ डिमान्ड एन्ड सप्लाईको बेसिसमा चाहिँ हुने कुरा हो यो चाहिँ भनेर उनले चाहिँ सिम्पल तरिकाले बुझाउन सकेनन् क्या त्यो चाहिँ होइन अनि पछि आफूले बुझ्ने बेलामा चाहिँ मलाई के लाग्यो भन्दाखेरि चाहिँ अब पैसा छाप्यो भनेदेखि चाहिँ इन्फ्लेसन हुन्छ पैसा चाहिँ धेरै हुन्छ जब सामान चाहिँ त्यति नै छ होइन
सामान गुड्सहरू चाहिँ प्रड्युस भएको छैन, पैसा चाहिँ धेरै भएपछि चाहिँ त्यो पैसाको भ्यालु लुज हुन्छ। त्यो भएपछि चाहिँ पैसा छाप्नु र नछाप्नु एउटै कुरा हो। त्यही पनि ल अनि त्यो पनि जेन्युन एन्सर होइन खासमा चाहिँ होइन। त्यो चाहिँ हामीले स्कुलमा पढ्ने कुरा हो त्यो चाहिँ। अनि खासमा डिमान्ड र सप्लाई त त्यो अब ल अफ इकोनोमिक्स नै त्यही हो, डिमान्ड र सप्लाई होइन। तर चाहिँ त्यसमा चाहिँ अब चिटिङ बढी छ क्या फेरि। अब त्यहाँ चाहिँ त्यो सिस्टमलाई गेम गर्ने कुराहरू त बुझ्न अलिक गाह्रो छ नि त फेरि होइन। त्यही पनि यसो सोचौँ न ल, गभर्मेन्टले एकजना गरिब परिवारलाई पैसा टन्नै पैसा दियो कि त्यो पैसा उसले के गर्छ होला, के लाग्छ तिमीलाई? अब उसले खर्च गर्छ एन्डिङमा त त्यही नै हो नि, इभेन्चुअली उसँग जिरै हुन्छ कि लास्टमा। किनभनेपछि मान्छेलाई के नलेज छैन भनेपछि त्यो पैसा इन्भेस्ट कसरी गर्ने, त्यो पैसा ग्रो कसरी गर्ने थाहा छैन नि त। हाम्रो नेपालमा भन्यो भने अलि उसले चाहिँ अब यो नर्मली डाटा आउँदाखेरि त अब धेरै लिटरेचर छ भन्छ होइन। लिटरेसी रेट भने होइन 40-50% मात्र जस्तो लाग्छ मलाई नेपालमा। धेरै जस्तो इलिटरेट नै छन् नेपालमा। लिटरेसी भनेको चाहिँ कति मान्छेहरू चाहिँ झुक्किन्छन् क्या। लिटरेसी भनेको के हो भने लिटरेसी भनेको त लेख्न पढ्न जान्ने मात्रै हो कि। त्यो भनेको विद्वान होइन कि होइन। लेख्न र पढ्न मात्रै जान्नु पऱ्यो कि। एउटा कार्यालयमा गएको बेलामा फर्म भर्न जान्नु पऱ्यो, आफ्नो नाम ठेगाना जन्ममिति त्यति लेख्न सक्नु पऱ्यो, बस त्यति हो लिटरेसी भनेको होइन। अनि एउटा किताब कसैले दियो भने उसले त्यो पढ्न सक्नु पऱ्यो कि होइन। त्यही लेख्न त्योभन्दा माथि चाहिँ बिल्डअप गर्यो भने आफैले हो क्या। अब उसलाई लेख्न आइसक्यो, पढ्न आइसक्यो, अब उसले गएर आफूले छान्यो म कुन चाहिँ किताब पढ्छु भनेर होइन। यहाँ त सरकारले रोजेर दिएछ कि हामीलाई त यो किताब पढ भनेर होइन। बेसिक नलेज हुनु पर्यो, बेसिक पढ्नु पर्यो होइन। त्यसपछि चाहिँ छान्ने चाहिँ जनताको काम हो। छान्ने जनताको काम हो होइन। स्कुलमा करिकुलम कस्तो पढाउँछ, के पढाउँछ भन्ने कुरा चाहिँ बा आमाले छान्नु पऱ्यो क्या आफ्नो बच्चाहरूको लागि। सरकारले छान्यो भने त्यो त अब स्टेट प्रोपेगेन्डा भयो कि त्यो चाहिँ। उनीहरूलाई त काम गर्ने मान्छेहरू चाहिएको छ, उनीहरूलाई चाहिँ दासहरू चाहिएको छ होइन। अब हामीलाई चाहिएको भनेको त हाम्रो छोराछोरीहरू बच्चाहरू भयो भनेदेखि त हामी त उनीहरूलाई त वी डोन्ट वान्ट देम टु बी स्लेभ्स। हामी त उनीहरू इन्डिपेन्डेन्ट थिङ्कर होस् भन्ने चाहन्छौँ नि हामी त होइन। अनि हरेक बा आमालाई चाहिने त्यही त हो नि होइन। यहाँ चाहिँ बा आमाको इन्ट्रेस्ट र गभर्मेन्टको इन्ट्रेस्ट फरक भयो कि। अब लेफ्ट विङ पारामा पढाउँछु अथवा चाहिँ राइट विङ पारामा पढाउँछु, कन्जर्भेटिभ पारामा पढाउँछु, अलिक धर्मको कुराहरू बढी पढाउँछु, साइन्सको कुरा बढी पढाउँछु। त्यो चाहिँ अब प्यारेन्ट्सको हातमा हुनु पऱ्यो कि। म चाहिँ अहिले चाहिँ नेपालको केसमा चाहिँ म के भन्छु भनेदेखि चाहिँ बोर्डिङ स्कुलमा पढाएर पैसा खर्च गर्ने पर्दैन। इङ्ग्लिस मिडियमको गभर्मेन्ट स्कुल छ भनेदेखि चाहिँ त्यही गर्नु पऱ्यो त्यो चाहिँ। अनि इङ्ग्लिस मिडियमको छ भने त्यति अब हामीहरू पढेको स्कुल पनि कुनै त्यस्तो चाहिँ वा त्यस्तो केही छैन क्या त्यो होइन। एउटा मात्रै डिफ्रेन्स के थियो भन्दाखेरि चाहिँ हामी चाहिँ इङ्ग्लिस मिडियममा पढेको भएर मात्रै हामीलाई पछि चाहिँ हेल्प भयो क्या त्यो पनि होइन। त्यति मात्रै हो, नत्र अरू चाहिँ खासै त्यस्तो विशेषता केही छ जस्तो लागेन मलाई इङ्ग्लिस र के अरे प्राइभेट र गभर्मेन्ट स्कुलमा होइन। एउटा चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ मलाई भनेपछि स्कुलहरूमा इङ्ग्लिस पढ्यो होइन, त्यो पास गर्नलाई मात्र होइन कि गएर मरेर होइन पास कसरी पास हुने स्टुडेन्टको दिमागमै त्यही छ कि म इङ्ग्लिसमा कमजोर छु, म पास हुन सक्दैन भन्ने छ कि। तिनीहरूको ल्याङ्ग्वेज राम्रो बनाऊ न, रेगुलर बेसिसमा होइन ल्याङ्ग्वेज राम्रो बनाइदिउँ, बेसिक कुराहरू ल इङ्ग्लिसमै कुरा गरिदिउँ होइन। नेपाली त सधैँ छ होइन, तर अहिले विश्व बजारमा बिक्ने भने इङ्ग्लिस ल्याङ्ग्वेज हो नि त। विश्वमा अहिले कम्पिट गर्नुपर्छ कि। हामीले चाहिँ सोच्छ होइन हामी आफ्नो ल्याङ्ग्वेज मात्र बलियो बनाउनु पर्छ, बलियो बनाउनु पर्छ हाम्रो ल्याङ्ग्वेज होइन। राम्रो पनि छ, बलियो पनि छ, बनाउनै पर्छ। तर विश्व बजारमा पनि बिक्री त हुनु पऱ्यो नि त आफू। त्यसको लागि त विश्वलाई च्यालेन्ज गर्ने टाइम हो नि त यो। खतरा हुनु पऱ्यो नि त ल्याङ्ग्वेज होइन। इङ्ग्लिस मात्रै होइन अरू पनि अप्सन गर्न सकिन्छ, चाइनिज पनि होइन। अब त्यो आफ्नो इन्फ्लुएन्सको लागि सिकिराखेको राम्रो जति सानोमा माइन्ड इलास्टिक भएको बेलामै सिकिराखेको राम्रो कि। ल्याङ्ग्वेज त जति सिक्यो त्यति राम्रो हो कि। प्रायोरिटी अनुसार को छ खतरा इङ्ग्लिस ल्याङ्ग्वेज केमा छ, इङ्ग्लिस छ कि अब के अरे चाइनिज छ कि होइन। अब मान्छेहरू जापानिज कोरियन ल्याङ्ग्वेज पनि सिकेर गइरहेछ, सिक्नु परिरहेछ अहिले आएर होइन। कति इन्ट्रेस्टिङ हुन्थ्यो होला। होइन रियल लाइफ प्रब्लमहरू सल्भ गर्न सिकायो भनेदेखि चाहिँ हुन्थ्यो कि। हामी चाहिँ अलिकति बढी नै एडभान्समा गइदियो चाहिँ होइन। अब कोही अब एकदमै स्पेसल ट्यालेन्टेड कोही मान्छे छ भने चाहिँ उसलाई चाहिँ त्यही फिल्डमा लगाएर चाहिँ होइन ल त यसमा राम्रो छ, त चाहिँ यु क्यान एक्सेल इन दिस सब्जेक्ट, यु क्यान एक्सेल इन दिस फिल्ड भनेर उसलाई त्यसमा प्रोत्साहन गर्न सकिन्छ होइन। तर सबैलाई त्यो सिक्नुपर्ने जरुरत छैन कि टाइम के होइन। अब स्किल नै सिक्ने भने त कति छ कुराहरू त्यो सबै स्किल सिकेर साध्य छैन नि त हामीले। सिकेको त राम्रो अफकोर्स होइन। अब मैले चाहिँ अब सामुराई सर्ट बनाउन आयो भने त विच इज अ गुड स्किल टु ह्याभ होइन। तर मलाई त सिक्नु जरुरी छैन नि त होइन। त्यस्तो स्किल त कति छ होइन। त्यो अब एउटा स्पेसलाइज फिल्डमा गर्ने हो। अब अरू जेनरल नलेज बेसिक नलेज चाहिँ सबैलाई हुनु पऱ्यो।
स्कुल चाहिँ वेस्ट अफ टाइम नै हो कि हामी त नेपालमा चाहिँ पहिला 10 कक्षा सकाऊ, त्योपछि 12 कक्षा भन्यो, त्योपछि फेरि ब्याचलर्स भन्यो, त्योपछि फेरि मास्टर्स भन्यो, त्योपछि पिएचडी भन्यो होइन। अब साइन्स भनेको चाहिँ अहिले चाहिँ के भएछ भन्दाखेरि चाहिँ रिसर्च भनेको पिएचडी भनेको साइन्स त हो नि, रिसर्च बेस्ड होइन। रिसर्च बेस्ड साइन्स भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ डोनेसन दिने मान्छेकोले चाहेको आउटकम निकाल्ने माध्यम मात्रै हो क्या। रिसर्च फ्रीमा हुँदैन, रिसर्च गर्नलाई पैसा चाहियो। अनि त्यो पैसा जसले दियो उसले चाहिँ त्यहाँबाट के आउटकम चाहिरहेको छ उसलाई चाहिँ होइन। अब चक्लेट इज हेल्थी फर यु भनेर चाहिँ अब उसलाई चाहिँ प्रुभ गर्नुपर्ने छ भनेपछि चाहिँ उसले चाहिँ त्यही अनुसारको चाहिँ स्याम्पलहरू कलेक्ट गरेर चाहिँ उसलाई चाहिँ अब यस्तो देखाउँछ कि चक्लेट इज हेल्थी फर यु, वाइन इज हेल्थी फर यु भनेर चाहिँ उसले चाहिँ अब त्यो अलरेडी त्यो अब बायस भन्दा पनि त्यो इन्टेन्सनल्ली डिसिभ गर्न खोज्यो कि मान्छेहरूलाई चाहिँ।